हामी यो विदेशी पर्यटकहरूसँग घुम्न गइरहेका छौं। अब साँगा पुग्नै लाग्छौं। अभी इंडिया से आए ना सर? हाँ, इंडिया। ओके, इंडिया कौन सा जगह है सर? हैदराबाद। सो अभी वो जो हम जा रहे हैं, वो जो देख रहे हैं ना सर ऊपर, बड़ा वाला मस्जिद, उधर जाएंगे। बाद में आप दर्शन करेगा, फिर मैं वापस आएंगे। ओके सर? ठीक है। ओके, थैंक यू सर। ये कौन है? अब हामी साँगाको मन्दिरमा आइपुग्यौं। अनि पर्यटकहरू सरहरू चाहिँ माथि र घुम्न जानुभयो। म पनि यो रमणीय ठाउँ साँगाको दृश्य तपाईहरुलाई देखाइरहेको छु। तपाईले हेर्न सक्नुहुन्छ, यस्तो राम्रो रुखै रुखले भरिएको वन जंगलको बीचमा अवस्थित साँगाको मन्दिर छ। त्यसैले म तपाईहरुलाई यो राम्रो दृश्य देखाइरहेको छु। कुनै टाइम तपाईहरुले पनि यो मन्दिरमा घुम्न आउन सक्नुहुन्छ। यता यो पैदल यात्री जाने बाटो हो भने यतातिर तपाईको यस्तो रमणीय ठाउँ छ कि बस्नलाई, आनन्द लिएर खाजा खान, नास्ता गर्ने ठाउँहरू छ। यतातिर यस्तो राम्रो रमणीय ठाउँ छ। यतातिर देख्न सक्नुहुन्छ, एकदमै रमणीय ठाउँ भएको साँगाको मन्दिर हो। अनि यतातिर देख्न सक्नुहुन्छ तपाईहरुले, यस्तो रमणीय ठाउँ। हरियो वन नेपालको धन भनेको साँच्चीकै यो साँगाको वन जंगल र मन्दिरले प्रमाणित गरेको ठाउँ रहेछ। त्यही भएर तपाईहरुले हेर्न सक्नुहुन्छ, यतातिर एकदमै रमणीय ठाउँ। यतातिर यो होटेलको स्टाफ कर्मचारीको मोटरसाइकल, यतातिर देख्न सक्नुहुन्छ जेसीबी, ताकि यहाँ अझै पार्किङ ठाउँहरू नपुगेको खण्डमा पार्किङहरू बनाउनलाई यहाँ जेसीबी तयारी अवस्थामा राखेको छ। यहाँको होटेल अथवा तपाईको मन्दिर सञ्चालकज्यूले। त्यही भएर म यता देख्न सक्नुहुन्छ बाँसको झ्याङहरू, यता देख्न सक्नुहुन्छ गाडीको पार्किङहरू। अनि यतातिर कस्तो हरियाली वन जंगलले भरिएको ठाउँ छ। यस्तो रमणीय ठाउँमा अवस्थित एकदमै राम्रो होटेल रहेछ, प्लस तपाईको मन्दिर। अनि यता हाम्रो म्याडम हुनुहुन्छ, सेक्युरिटी गार्ड म्याडम। अनि यतातिर देख्न सक्नुहुन्छ हरियाली, ठुलो बोट बिरुवाहरूको ठाउँ। यता देख्न सक्नुहुन्छ तपाईको एकदमै रमणीय ठाउँ। यतानिर पुरा कलकलाएको धाराहरू झरिरहेको छ, पानीको धाराहरू। यस्तो राम्रो ठाउँ छ कि यहाँ आयो भने तपाईको आफन्दै फर्किनै नसकिने जस्तो लाग्यो मलाई। एकदमै रमणीय ठाउँ। यस्तो पानीको फोगाहरू उठिरहेको छ। यता देख्न सक्नुहुन्छ कलकलाउँदो तपाईको धाराहरू। यस्तो राम्रो ठाउँ छ कि तपाईहरुले देख्न सक्नुहुन्छ, कलकल धारा, पानीको धाराहरू बगिरहेको छ। सुन्दरता ठाउँ रहेछ कि यो साँगाको मन्दिर प्लस होटेल। यस्तो रमणीय ठाउँमा तपाईहरु जसरी पनि कुनै दिन टाइम मिलाएर आउनु होला भन्दै म तपाईहरुसँग अब कुनै नौलो ठाउँहरुको सिन देखाउने छु भन्दै अहिलेलाई म बिदा भन्दा पनि अब रेस्ट गर्न गइरहेको छु।
बैठे सर, मेरो पनि बैठे। क्लोज द डोर या स्लोली, आराम से बैठे। ओके, अभी इधर से जाएगा हम दलेश्वर मंदिर सर। इससे अच्छा और दलेश्वर मंदिर है, ठीक है सर। उधर भी चलना पड़ता, सॉरी चलना पड़ता। उधर ज़्यादा नहीं, वो कम है सर। ओके, जाएंगे सर। दलेश्वर मन्दिरबाट सबैलाई मेरो नमस्कार छ। म अहिले यहाँ दलेश्वर मन्दिरमा आएको छु। एकदमै राम्रो ठाउँ छ यो दलेश्वर मन्दिर। तपाईँले देख्न सक्नुहुन्छ यता मेन मन्दिर एकदमै राम्रो आनन्द ठाउँमा अवस्थित रहेको दलेश्वर मन्दिर, दलेश्वर महादेव देवता। यता देख्न सक्नुहुन्छ तपाईँले पूजा गर्ने अगरबत्ती चढाउने ठाउँ हो। यता मेन मन्दिर हो। यता देख्नुहुन्छ पश्चिम गेट। यता देख्नुहुन्छ सबै मन्दिर माथितिर हरियाली वन जङ्गलले घेरेको र तल समतल ठाउँमा अवस्थित मन्दिर छ। यता देख्न सक्नुहुन्छ एकदमै रमणीय ठाउँ भएको मन्दिर हो। यता देख्न सक्नुहुन्छ भजन गाउने पुजारीहरू। यस्तो रमणीय ठाउँ छ, हेर्न सक्नुहुन्छ। यता देख्न सक्नुहुन्छ उहाँहरू घुम्न आएको गेस्टहरू। कैसा लगा सर? अच्छा लगा दलेश्वर मंदिर? दलेश्वर मंदिर अच्छा लगा? हाँ, बहुत अच्छा है। आप देख सकते हैं आपका पुजारी लोग है, वो भजन गाता है। बहुत अच्छा जगह है। अभी ये मंदिर दूसरा बार भी आप विजिट कर सकता है। हाँ सर, क्योंकि आपकी अच्छा वाला मंदिर में घूम के आपको दर्शन किया, आपके लिए भलो होता है। भगवान बुलाया। अच्छा जी, भगवान बुलाया आपको, नेपाल घूमने के लिए, दर्शन के लिए आया। अच्छा लगा सर। ओके सर, ओके सर। ये त देख्न सक्नुहुन्छ भजन गाउनेहरू, एकदम मेन पुजारीहरू, भजन गाउनेहरू देख्न सक्नुहुन्छ। यता रमणीय ठाउँमा अवस्थित भएको दलेश्वर मन्दिर हो। यता सबै देख्नुहुन्छ सबै पूजा गर्न आएको दाजुभाइ तथा दिदीबहिनीहरू। यो साह्रै रमणीय ठाउँमा अवस्थित भएको दलेश्वर महादेव मन्दिर हो। उता देख्न सक्नुहुन्छ हाम्रो राष्ट्रिय सेवक पुलिस सरहरू हुनुहुन्छ। यता दलेश्वर महादेव छ भने यता केदारनाथ श्री दलेश्वर महादेव छ। त्यही भएर यो एकदमै राम्रो ठाउँमा अवस्थित रहेको मन्दिर रहेछ। अनि यता देख्न सक्नुहुन्छ मन्दिर प्राङ्गणभित्रै अवस्थित पिपलको बोट। यसमा चाहिँ पूजा गर्न आउने सम्पूर्ण महानुभावहरू गर्मीको समयमा पिपलको छाहारी मुनि बसेर छाया शीतलको महसुस लिने गर्ने ठाउँ हो। उतातिर देख्न सक्नुहुन्छ एकदमै राम्रो ठाउँ, जङ्गल भरेको। यता देख्न सक्नुहुन्छ भाइ बहिनीहरू पूजा गर्न आउनुभएको छ। म पनि पूजा गरेर भर्खरै बाहिर निस्किँदैछु। यता देख्न सक्नुहुन्छ सबै माला, पूजाको सामग्रीहरू एकदमै रमणीय ठाउँमा रहेको मन्दिर हो। अनि माथितिर देख्न सक्नुहुन्छ एकदमै उचाइमा
रहेको मकैका बारीहरू अनि हरियाली वन जङ्गलहरू तल समतल ठाउँमा चाहिँ डलेश्वर महादेवको मन्दिर अवस्थित रहेको रहेछ। यति भन्दै तपाईँहरूलाई योभन्दा अझै नयाँ नौलो दृश्यहरू देखाउने छु। अहिलेलाई बिदा चाहन्छु।